हेलो एन्ड नमस्ते, तपाईहरुलाई स्वागत छ मेरो यस युट्युब च्यानलमा। आज चाहिँ म क्योतोको भ्रमणमा निक्लिएको छु। हामी भर्खरै रेलवे स्टेसनबाट क्योतो ओर्लिएर सिटी बाहिर निक्लिँदै छौं। सिटीको दृश्य हो यो। साथीहरु कोही अगाडि हुनुहुन्छ, कोही पछाडी हुनुहुन्छ। सबजना चाहिँ यहाँ सिग्नल क्रस गर्नको लागि वेट गरिरहनु भएको छ सिग्नलको छेउमा गएर। आजको गएको बिदा गरेर चाहिँ हामी चट्ट घुम्न निक्लेका छौं है। यो क्योतो भनेको चाहिँ एकदम पर्यटकीय क्षेत्र रहेछ। मान्छेहरुको भिडभाड एकदम देखिन्छ। रेलवे स्टेसनमा त्यस्तै भिडभाड रहेको थियो भने बाटोमा पनि। वाउ, दामी खानेकुराको आइटम रहेको छ है। नेपालको रसभरी जस्तै आइटम। टुरिस्टहरु पनि देख्न सक्नुहुन्छ बाटोमा। यसको नाम चाहिँ किमोनो रहेको छ। यो किमोनो चाहिँ भाडामा पनि लाउन मिल्छ भन्दै हुन्थ्यो। ठ्याक्कै यहाँ मैले देखेँ ल, यो किमोनो चाहिँ गर्ल्सको लागि रहेछ। 3300 रुपैयाँ पर्ने रहेछ है। किमोनो लगाएर चट्ट जापानिज पहिरनमा फोटो खिच्दा त मजा आउँछ है। बाटोमा ज्वेलरी आइटमहरु पनि बेच्ने रहेछ। सोक हुने मान्छेहरुले किन्दा चाहिँ गजबले हुन्छ है। हेरौं कस्तो छ अगाडि क्योतो सिटी। एकदम शान्त सुन्दर सफा छ है क्योतो सिटी। हाम्रो नबिनाजीले पोस्ट दिँदै हुनुहुन्छ। यहाँ पनि रहेछ किमोनो। यो किमोनोहरु चाहिँ भनेको प्राय महिलाहरूले नाचगान गर्दा ओर्दा लगाउने पोशाक रहेछ है। नेपालतिर नाचगान गर्दा त्यस्तो पोशाकहरु लगाउँछन्। त्यस्तो खालको पोशाकहरु लगाएर महिलाहरूले चाहिँ नाचगान गर्दा रहेछन्। फाइनल्ली अब चाहिँ हामी जानुपर्ने जिन्जिया अथवा जापानिज मन्दिरमा आइपुगेको छौं है। जापानिज मन्दिरको अगाडिबाट मैले लिइरहेको छु दृश्य। हाम्रो सेन्से चाहिँ अगाडि स्टुडेन्टहरुलाई वेट गर्दै हुन्छ। हाम्रो सेन्से हुनुहुन्छ तानाका सेन्से। एकदम खतरा पढाउनुहुन्छ। राम्री पनि एकदम राम्री हुन्छ। हेर्नुस् त एकदम मुस्कान सहित विद्यार्थीलाई वेट गरिरहनु भएको छ। अब हामी यो पारिपट्टि देखिरहेको जिन्जियाको भ्रमणमा निक्लेका छौं। हाम्रो मेन डेस्टिनेसन आजको यो अगाडिको जिन्जिया रहेको छ है। साथीहरु केही पछाडी छुटेको कारणले हामी थोरै वेट गरिरहेका छौं। अब चट्ट हामी अघि बढ्दै छौं जिन्जियातर्फ। अगाडिको फूलहरु देख्न सक्नुहुन्छ। एकदम ढकमक्क फुलेको किमोनो लगाएका बच्चाहरु, आन्टीजीहरु पनि एकदम मजाले हिँडिरहनु भएको छ। म चट्ट अघि जाँदैछु है त।
जिन्जियातर्फ कस्तो छ त हेरौँ है त भित्र जिन्जिया। ओ टुरिस्टहरू चाहिँ ओभर हुन्छ यहाँ। ल फोटो खिच्नेहरूको भिड छ टक्कसँगले जिन्जिया अगाडिबाट। मैले चाहिँ अहिले फोटो नखिच्नै भएँ। चट्ट अगाडि म भित्र छिर्छु अब, अनि तपाईँहरूलाई चट्ट कस्तो छ जिन्जिया देखाउँछु है त गाइड्सहरू। अनि त भिडियो हेरेर चुपचाप बस्ने होइन, त्यहाँ थपक्क भिडियो लाइक गर्नुहोस् थाल्नुहोस् त, अनि टक्क 1-2 जनालाई सेयर गर्नुहोस्, नयाँहरूले सब्सक्राइब गर्नुहोस्। टक्क म भित्र जाँदैछु गेटबाट, चट्ट ढ्यान आउँदैछ जिन्जिया। भित्रको दृश्य यस्तो रहेको छ है। टुरिस्टहरू एकदम रहेछन्। विद्यार्थीहरूलाई पनि पुरै भ्रमणको लागि ल्याउँदो रहेछ। अनि यहाँ के रहेछ यसो हेरौँ ल। पानी पुरै के भन्छ नि, पानी थापेर यहाँ ध्यान गर्ने जस्तो लाग्यो। उहाँले पानी थापिनु पाएको छ, यो बाँसको आएको रहेछ। ओ सरी, मैले यहाँ भिडियो खिच्न सकिनँ ल पुरै। उहाँले सायद त्यहाँ पानीलाई राखेर ढोक्नुहुन्छ, किनभने नखिचेको भन्दा त्यहाँ भिडियो नखिच्नु भनेर लेखेर छ कि। जापानिजको नियम त कडा हुन्छ, पालना पनि गर्नु पर्यो। रुरु फेरि पालना गरेन भने दामे भनिहाल्छ। यो पसलतिर देखाउँदैछु यहाँ। एकदम विद्यार्थीहरू हेर्नुहोस् त, विद्यार्थीहरूलाई यहाँको टुर गराउँदै रहेछ। कस्तो रहेछ भन्दाखेरि यहाँ चाहिँ टक्क झन्डा लिएर अघि बढ्ने, अनि उसको पछि पछि फलो गर्दै जाने क्या। अरू त टुरिस्टहरूको गाइड गर्नेहरूले पनि त्यस्तै देखिरहेको थिएँ मैले कि बाटोमा। वाउ, भित्र हेर्नुहोस् त एकदम डिजाइन क्या, जापानिजबाट डिजाइन, इङ्ग्लिसबाट भन्ने डिजाइन चाहिँ खतरा छ हेर्नुहोस् त। मन्दिरहरूको गेटहरूको फोटो खिच्नेहरूको ओइरो छ। विद्यार्थीहरू उसै अध्ययनको लागि आइरहनु भएको छ। चाहिँ सेन्सरले चुमे गरिरहनु भएको छ, व्याख्या गरिरहनु भएको छ मन्दिरहरूको बारेमा। बच्चाहरूले फोटो खिचिरहेछ। हाम्रो सर पनि हुन्छ एकदम बिजी। विदेशी पर्यटकहरूले पनि टक्कसँग किमोनो लाउनु भएको छ। तर जापानिजहरूले जति लाउँछ त्यति सुहाउँ राम्रो देखिन्छ, त्यति विदेशीहरूको चाहिँ देखिन्न रहेछ है। जापानिजहरूको उनीहरूको आफ्नै कल्चर, त्यहाँ अनुसारको फ्रेस अनुसारको म्याच भएको लागेको हुन्छ। सब फोटोसोटो खिच्न व्यस्त हुन्छ हाम्रो साथीहरू। सानो सानो मन्दिरहरू रहेछ। के लाग्यो भन्दाखेरि भिडियो फोटो नखिच्नु भनेर ल्याएको छ। हाम्रो म्यानमार्जिन दोस्त फोटो खिच्न व्यस्त हुन्छ। भिडियो फोटो नखिच्नु भन्दा धेरै ठाउँमा लेखेको छ, तर त्यहीँ गएर मान्छेहरूले फोटो खिचिरहेको छ क्या। आजको लागि यति नै है त। लास्टमा मैले फोटोहरू राखेको छु कि फोटोहरू त्यहाँ घुम्दाको त्यो जिन्जियामा खिचेको फोटोहरू छ। कस्तो छ फोटो कमेन्ट गर्नु है त ल। कतिको राम्रो आएको छ, राम्रो छ छैन एकदम कमेन्ट गर्नु होला। अनि ट्याक्क सब्सक्राइब गरेर बस्नु होला। मैले आर्सियामामा डुलेको अर्को भिडियो पनि टक्क छिटै लिएर आउने छु है त। हाम्रो फोटो गाइड्स बाई बाई। आज